तपाईसँग त्यस्तो भूतको हुन्छ नि त्यस्तो घटनाहरू छ भने सुनाउनुहोस्। भूतको घटना यस्तो डरलाग्दो घटना त अब ममा पनि अब त्यति त घटेको त छैन। मैले पनि त पहिला त अब यसो अलिअलि त देखेको त छु होइन, तर त्यस्तो बिना चाहिँ होइन। तर त्यो पनि भन्ने छु, तर मैले एकदमै डरलाग्दो किसिमको होइन सुनेको चाहिँ छु। तर मैले आफ्नै घरको आफ्नै बुवा मेरो दाईको मुखबाट सुनेको उहाँहरूलाई भएको घटना चाहिँ म सुनाउन चाहन्छु होइन। हुन्छ, त्यो सुनाउनु भयो भने हुन्छ। अनि त्यही भन्नु तपाईँको नजिकको नि तपाईँले सुन्नुभएको तर त्यो रियल घटनाहरू त्यस्तो सुनाउनु भयो भने हुन्छ। रियल घटना नै हो त्यो होइन। अनि योभन्दा तपाईँको 65-66 सालको कुरा भनौँ न है। यो त धेरै अब त्यसो 65-66 साल हुन्छ, 15-16 वर्ष अगाडि, 15-16 वर्ष अगाडि होला सायद, 12-15 वर्ष यस्तै हो है। अनि त्यो 12-15 वर्ष यस्तै 65-66 भनौँ, 15 भनौँ होइन वर्ष अगाडिको कुरा हो यो चाहिँ। अब त्यो बेला चाहिँ भनौँ अब तपाईँको वैशाख जेठको बेला हावाहुरी बतास आउँथ्यो होइन। अनि त्यतिखेर चाहिँ अब हावा यो कहाँ हाम्रै क्षेत्री लाइनको यही जङ्गलमै हो, करमघारी जङ्गल भन्छन् है, नर्सरीमा हो होइन। अनि त्यो बेला चाहिँ तपाईँको हावाहुरीले अब वनमा त्यो सुकेको दाउराहरू भाँच्ने, रुखहरू लडाउने गर्थ्यो होइन। त्यो बेला त अब दाउरामा पनि पकाएर खाने गर्थ्यो। अहिले पो सबैको घरमा ग्यास चुल्हा, त्यो बेलामा दाउरामै पकाएर खाने दाउरामै पकाएर खान्थ्यो होइन। अब अरू बेला जाँदाखेरि चाहिँ अलिक टाढै जानु पर्थ्यो दाउरामा जानलाई होइन। अब त्यो हावाहुरीले झारेको दाउरा चाहिँ नजिकै पाइने, नजिकै पाइने भएको कारणले गर्दाखेरि अब गाउँको मान्छेहरू पनि सबैजना चाँडै अब गएर त्यो दाउरा झरेको हावाले झारेको दाउरा टिपेर ल्याउँथ्यौँ थुपार्ने, अनि भोलिपल्ट गएर ल्याउने गर्थ्यौँ। अनि त्यो बेला चाहिँ अब 12 दाइले चाहिँ अब 4 बज्यो लगभग जुनीले रात टक्क जुन लागेको। त्यो बेला त्यस्तो बिजुली बत्ती पनि थिएन होइन। अनि सट्ट अब त्यो हावाहुरी रोकिसकेपछि चट्ट अब बाहिर यसो हेर्दाखेरि त टक्क जुन लागेको। त्यतिखेर त अब घडीहरू पनि अब त्यति समय टाइम अब घडीहरू पनि घरमा हुँदैन थियो नि त होइन। अब भए पनि घडी हेर्ने चलन थिएन, अब हुनु त हुन्थ्यो। अनि त्यो बेला अनि बाले दाइलाई के मेरो दाइलाई अनि नाम चाहिँ हेमन्त लामा हो। अनि हेमन्त उठ उठ, हामी के अरे आज हावाले दाउरा थुप्रो झार्यो होला। अब अहिले फेरि मान्छेहरू थुप्रो भएपछि भेटाउँदैन थियो नि दाउरा, सबैले हारालुस गरेको गर्ने है। अनि अहिले हामी चाहिँ छिट्टै जाउँ, 4 बजिसक्यो होला भनेर जानुभएछ, दाइलाई लिएर जानुभएछ बाले होइन। अनि जानुभएछ, जाँदाखेरि दाउरा जानुभयो। अनि त्यो बारीकै हाम्रै बारीकै छेउको उतापट्टि जङ्गल छ कि, बारीकै छेउमा जङ्गल हो त्यो चाहिँ होइन। अनि त्यहाँबाट दाउरा खोज्दै खोज्दै थुपार्दै उताबाट टिप्दै यता बारीमा थुपार्दै उताबाट टिप्दै बारीमा थुपार्दै गर्नुभएछ। अनि जाँदा जाँदा अलिक उता टाढा चाहिँ च्यान थियो कि, हाम्रो यिनको मान्छेहरू डढाउने च्यानहरू थियो होइन। अनि त्यो च्यानको छेउछेउतिर पुग्नु भएछ। अनि त्यो च्यान जस्तै अब यहाँबाट 10 मिटर टाढा, 10 मिटर भनेको नजिकै हो, नजिकै 10-15 मिटर होला होइन। त्यति टाढा चाहिँ च्यानकै अगाडिपट्टि उता बाटो पनि त्यो च्यानमा जाने बाटो। अनि त्यति अगाडि पुगेछ, 10-15 मिटर अगाडि त्यति दूरीमा। अनि ठ्याक्कै दाउरा खोज्दै जाने क्रममा भयङ्कर डरलाग्दो 3 जना कालो ड्रेस लगाएको मान्छे रहेछ अरे कि होइन। अनि यस्तो त्यो हुन्छ नि के ओढेको जस्तै कालो होइन, अनुहार चाहिँ देखाएको कि होइन। आँखा त टलक टलक टल्किने अरे कि, पुरै यसरी 3 जना यस्तो लाइनले बसिरहेको छ कि, मतलब पुरस्कार होइन। बाटोमा यस्तो हातु बाटोमा बसेको थियो, बाटोमा उनीहरू चाहिँ ठ्याक्कै बाटोमै रहेछ कि। अनि त्यहाँबाट टक्क 12 दाइले दाउरा खोजिरहेको, पुरै जुन त टक्क लागेको छ है, त्यस्तो त देख्छ नि त होइन। अनि ठ्याक्क मेरो बाजे खोज्दै जाने क्रममा ठ्याक्कै आँखा त्यहीँ पुगेछ। अनि यसो हेर्दाखेरि 3 जना यस्तै बसेछ लस्कार, आँखा पनि टलल टल्क्यो, एकदम डरलाग्दो आँखा होइन देख्नु भएछ। उनीहरू चाहिँ मान्छे जस्तो, उनीहरू चाहिँ मान्छे जस्तै भनौँ, कालो ड्रेस लगाएको छ कि है, मान्छे जस्तो अनुहार चाहिँ हो त्यस्तो कि, आँखा टलक्क टल्केको, अनुहार पनि त्यो होला नि। अब आँखा टल्केपछि अनुहार त कस्तो थियो होइन थाहा भएन होइन। अनि यसो हेर्दा टलल आँखा टल्केको देखेर आँखा पनि ठुल्ठुलो बडामा थियो अरे होइन। अनि ओहो बाले एकछिन हेर्नु भएछ त्यो मान्छेले, मान्छे चोर हो कि न होइन। त्यो बेला त बिलेगी चोरहरू पनि आउने गर्छ नि त होइन। अनि यसो हेर्नु भएछ, त्यो मान्छे चलमल छैन कि, डिक बसेर हेरिरहेको छ त्यो मान्छेले चाहिँ, मान्छे अथवा भूतले होइन।
अनि बा त लामा मान्छे हो, अलिअलि झारफुक लामा मान्छे त सबै गर्न सक्नुहुन्छ नि त। अनि त्यो चाहिँ अलिक लामा अलिक जान्ने मान्छेहरूलाई चाहिँ पछ्याउँछ अरे कि भूतले होइन, जिस्काउने उ गर्ने गर्छ अरे। अनि अनि बाले त अनि आफ्नो आङ बाँध्यो है, त्यो मन्तरले आङ बाँध्यो, आङ त फुलेको छ नि, अनि मन्तरले आङ बाँधेर अनि यो त भूत हो, हामी चाहिँ अब 4 बजे भनेर आएको, तर हामी त चाँडै आएछ जस्तो लाग्यो भनेर दाई चाहिँ अलिक उतापट्टि खोजिरहनु भएको थियो दाउरा। अनि दाईको नाम गरेर हिँड घर जाउँ, अब दाउरा पुग्यो भन्नुभयो अरे कि बाले चाहिँ। अनि दाईले चाहिँ के भन्नुभयो अरे, होइन बा अलिक पुगेको छैन, अझै कति दाउरा छ भनेर भन्नुभयो अरे दाईले। अलिक थुपारौँ न, अहिले मान्छेहरू आएपछि अब हामीले पाउँदैन भनेर भन्नुभएछ। अनि त्यतिखेर दाई पनि खोज्दै जाने क्रममा त्यहीँ पुगेछ कि त्यही भूत बाटोमा कि। अनि ठ्याक्क खोज्दै जाने क्रममा त ल त्यो भूत भएको छेउछेउतिरै दाई चाहिँ अलिक उताबाट देख्नु भएको छ, बाले चाहिँ अलिक यताबाट देख्नु भएको छ, दाई चाहिँ उतापट्टि पुग्नु भएछ होइन। त्यहाँबाट देख्दा दाईपट्टि फर्केर बस्नु भएको छ अरे कि 3 जना भूत त। अनि ओहो यो त भूत पो रहेछ, भूत हो कि के हो, पहिला दाई पनि कन्फ्युज भयो नि त, मान्छे हो कि भूत हो, अलिक दाइले चाहिँ टाढैबाट देख्नु भएको छ बाले भन्नु। अनि भूत हो कि मान्छे हो यो भनेर यसरी हेर्नु भएको छ राम्रो निहालेर होइन। राम्रोसँग निहालेर हेर्दाखेरि बाले जस्तो देखेको त्यस्तै देखेछ कि देख्नु भएको छ दाइले पनि। अनि तपाईँको दाइले हेर्ने बेलामा त्यो भूतले जसले जसलाई देखेको छ उसैलाई हेरेर बस्ने, दाइले हेर्दा दाइलाई नै हेरेर त्यसरी हेरेर बस्ने अरे होइन। अनि त्यसरी हेरेर बस्ने अरे। अनि त्यहाँबाट हो यो त भूत रहेछ भनेर दाइ पनि एकदम डराउनु भएको छ त्यसपछि त है। अनि यसो हेऱ्यो, अनि मान्छे छैन, चनमन्न छ। त्यतिखेर त सबै साथीभाइ आएर दाउरा काटेको जस्तो आवाज पनि आएको थियो कि जताततै मान्छे हिँडेको आवाज पनि आएको थियो पहिला दाउरा खोज्दाखेरि चाहिँ होइन। ए साथीहरू टन्नै रहेछ भन्ने भएछ। त्यो एउटा इल्युजन क्रिएट गरेको कि त्यो उयोले, त्यो भूतले हो, त्यस्तो खालको उयो गरेर भ्रम पारेको जस्तो रहेछ। हो त्यस्तो गरेर चाहिँ अनि जताततै मान्छेको आवाज, दाउरा टिपेको आवाज आउँथ्यो पहिला सुरुमा चाहिँ। अनि जब त्यो 3 जना मान्छे देखेपछि चाहिँ हो यो त भूत रहेछ क्या भनेर अब झसङ्गै भयो नि त, उसलाई त अलिक डर भयो नि त, यो त मान्छे त होइन भन्ने भएपछि त छैन, जङ्गलमा त यो त चनमन्न छ, वरिपरि हेर्दा त मान्छे छैन, दाउरा काटेको जस्तो सुनेको अगाडि, तर पछि त्यस्तो देखेर वरिपरि हेर्दा मान्छे कोही पनि छैन, 2 जना मात्रै कोही छैन है त्यतिखेर चाहिँ। अनि यसो हेर्दाखेरि अनि ओहो मान्छे त कोही छैन, अघि नै त पहिला दाउरा काट्दा त मान्छे थुप्रै भएको जस्तो लागेको थियो, वरिपरि टाढो भए पनि साथी छ है भन्ने जस्तो त लागेको थियो। जब त्यो मान्छे त्यो भूत देखेपछि चाहिँ चनमन्न कोही छैन कि, जङ्गल त सुनसान भएछ। अनि पछि दाइले के भन्नुभएको छ भने बा जाउँ दाउरा पुग्यो अब त घरतिर जाउँ भनेर भन्नुभएको छ दाइले है। अनि त्यसो भन्दाखेरि ल जाउँ न त भनेर बाले नि भन्नुभएछ। अनि त्यो भनेपछि अनि दाउरा चाहिँ छिटो ल्याएर बारको यता बारीमा झारी थुपार्नु भएछ होइन। अनि दाइले पनि बालाई भन्नुभएको छैन कि, बाले पनि दाइलाई भन्नुभएको छैन कि मैले भूत देख्यो भनेर, किनभने दाइले बालाई भन्यो भने दाइ डराउनुहुन्छ होइन। दाइले पनि बाले दाइलाई भन्यो भने दाइ डराउनुहुन्छ, दाइले बालाई भन्यो भने बा पनि डराउनुहुन्छ भन्ने भएर एक आपसमा चुप लागेर नै बस्नु भएको छ कि। अनि त्यहाँबाट चुप लागेर मनमा फुलफुल डर त लागेको छ नि, अब 2 जनामा एक आपसमा नडराएको जस्तै भएर आउनु भएछ। अनि आउँदाखेरि अनि घर छेउमा आइपुग्नु भएछ। अनि घर छेउमा आइपुग्दाखेरि अनि घरमै आइपुग्नु भएपछि अनि के भन्नुभएको छ भने बाले तैँले देख्यो त्यहाँ च्यानको यतापट्टि 3 जना मान्छे भन्नुभएछ कि। बा त्यही भएर मैले बालाई पनि जाउँ भनेर भनेको नि त। अनि डर लाग्यो, 3 जना पत्र आँखा गरेको कालो ड्रेस लगाएको हामीपट्टि हेरेर बसिरहेको थियो, एकोहोरो चलेको पनि होइन, यताउति भएको नि होइन भनेर भन्नुभएको छ दाइ। हो त्यस्तै देखेर त अनि बालाई जाउँ भनेर अनि मैले अनि बाला अनि घरमा जाउँ बा भनेर अनि लिएर अनि बालाई जाउँ भनेर अनि घरमा हामी आएको भनेर भनेछ कि। अनि जाउँ भनेको त्यो देखेर बालाई भनेछ। अनि त्यही भएर तँलाई मैले पहिल्यै जाउँ भने त मानेन, तँ पनि ठ्याक्कै पुग्यो, मलाई थाहा थियो तैँले देख्यो भन्ने कुरा, तर दाइलाई चाहिँ थाहा थिएन कि बाले भूत देखेछ भन्ने कुरा। अनि घरमा आएर सुनाउँदा त ज्यान यत्रो बुरुरु फुल्यो होइन, अब फुल्यो त उहीँ फुलेको होइन। अनि पछि घडी हेर्दा 2 बजेको रहेछ त्यो बेला, 2 बजे 12 बजे 1 बजे 12:30 1 बजीतिर जानुभएको, त्यत्रो दाउरा थुपारेर त 12 बजे जस्तो रहेछ कि 2 बजीतिर टाइम त लाग्छ दाउरा थुपार्नु है।
अनि ल अब त्यति भएछ अनि यसो विचार गऱ्यो हो हामी त 12-1 बजीतिर गएको रहेछ त्यो भूत हिँड्ने टाइम परेको रहेछ होइन दाउरा नि थुप्रै थुपार्नु भयो दाउरा पनि थुप्रै नि अब एक गाडामा नि नअटाउने के टायरमा नि नअटाउने थुप्रो दाउरा थुपार्नु भएको रहेछ अनि पछि त ओहो हामी त 12-1 बजीतिर गएको रहेछ र पो भूत हिँड्ने टाइममा परेको रहेछ त्यही भएर हामीले देखेको अब चाहिँ यसरी जान नहुने रहेछ भनेर अनि त्यस्तो भन्नुहुन्थ्यो कि बाले सुनाउनु भएको थियो अनि बाले त त्यस्तो भूत त कति देखे त्यो फेरि लामाहरूलाई कति पछ्याउँदो रहेछ कि भूतहरूले होइन अनि जिस्काउने गर्ने गर्नुहुन्छ अरे कि अनि त्यसपछि चाहिँ बाले राति राति त्यसरी जानुहुन्न भन्नुहुन्थ्यो कि बाले कहाँले सुनाउनुहुन्थ्यो कि त्यो डर लाग्दो अनि तपाईँसँग भयो भने भन्नु न अनि तपाईँसँग छ भने पनि भन्नु न मसँग चाहिँ अब एउटा म काठमाडौँ बस्थेँ इचङ्गुमा अनि मलाई त्यस्तो त खासै डर भन्ने कुरा त मलाई त खासै लाग्दैन थियो होइन अनि त्यो दिन चाहिँ 9 पनि बजेको थिएन हामीले 8 बजीतिर खानासाना खाएर रातिको यही मङ्सिर पुसतिरको बेला हो होइन योभन्दा 5-6 वर्ष अगाडि कुरा 6-7 वर्ष अगाडि कुरा हो अनि टोयलेट चाहिँ हाम्रो बाहिर जानु पर्थ्यो कि बाहिर जानु पर्थ्यो यसो घर घुमेर बाहिर जानु पर्थ्यो अनि खानासाना खाएँ मैले काम धन्दा सबै जुठो भाँडा यताउति सबै धन्दा काम सकाएपछि अनि मैले चाहिँ अब चना भिजाएर राखेँ तरकारीको लागि कि तातो पानी भिजाएर जाडो महिना त पानी चिसो हुन्छ छिटो ढडिँदैन है अनि चनाको लागि मैले पानी अलिकति मनतातो गर्छु अनि त्यो बसालेर राख्छु यति त्यो म सुगर र पिसाब फेर आइसकेपछि मनतातो हुन्छ त्यतिखेर चना भिजाएर राख्छु भने अनि त्यहाँबाट म सु गर्नु गएँ ठ्याक्कै 9-9:30 यस्तै बजेको थियो होला अनि म सु गर्नु गएँ अनि गएर आएपछि टोयलेट उतापट्टि पर्थ्यो कि अलिक भित्रै साइडमा घारी थियो बारहरू थियो फुलको घारीहरू थियो कि बारहरू पनि अलि लामो अनि त्यो बाटो चाहिँ खालि भूत हिँड्ने रहेछ कि भूत हिँड्छ भन्थ्यो होइन तर मैले चाहिँ देखेको थिएन अनि डर चाहिँ नलाग्थ्यो म मान्छेले भनेको सुनेको अनि डर त अब यो बाटो भूत हिँड्छ अरे भन्ने चाहिँ लाग्थ्यो अब सधैँ बसेपछि डर त नलाग्थ्यो होइन अनि किनभने सुगर आएपछि त्यो भूत हिँड्छ त्यो बाटो भनेपछि म जहिले पनि सुगर आएपछि टोयलेटमा सुगर आएर त्यतापट्टि फर्केर चाहिँ थुक्थ्यो होइन थुक्यो भने चाहिँ त्यो पिसाबहरू पछ्याउँदैन अरे कि होइन त्यो भनेर सुनेको थियो होइन अनि त्यहाँबाट त्यो दिन चाहिँ म त थुक्दैन भन्ने मनमा पनि आएछ कि जहिले म त्यो पछाडि फर्केर थुक्थ्यो राति हुँदो त्यसरी सुगर आएपछि त्यो दिन चाहिँ भनेर म थुक्दिनँ भन्ने भयो कि अनि आएको अनि आएर ठ्याक्क त्यतिमै नै हो अब यति नजिकै अब मेरो अब मेरो बुढो र अनि मेरो भतिज अब दिवरको छोरो त्यही खाटमै बसेर बेडमा बसेर टिभी हेरिरहेको थियो राम्रो थियो होइन अनि त्यहाँ पानी बसालेको छ भने म त आउँदै कस्तो भयो मेरो ज्यान त अलस कि आलास्से भयो एकैछिनमा मलाई त कस्तो निन्द्रा लागेको जस्तो कि एकैछिनमा त्यहाँबाट आउँदा त्यहाँ खाटमा चाहिँ बस्नु मात्रै पाएको थियो आलास्से भयो म त ढलेँ त्यो पानी तताइरहेको छ त्यहाँनिर मेरो बुढो र मेरो भतिज त्यहाँनिर टिभी हेरेर बसिरहनु भएको छ त्यहीँनिर अब मेरो बुढो खाटमै बसिरहनु भएको छ टिभी हेरेर तपाईँलाई चाहिँ निन्द्रा लागेको मलाई चाहिँ आउँदा त्यहाँ आउने बित्तिकै निन्द्रा लाग्यो कि एकदमै केले गाह्रो भयो छोपेको जस्तै जिउ भारी भयो होइन अनि त्यही खाटमै म यसो ढल्केँ एकछिन सुत्छु पानी अलिक उम्रोस् भन्ने भएछ पानी त्यहाँ उम्लिनु लागेको थियो थाहा छ मलाई सबै कुरा त्यतिखेर मलाई त्यो भूत आएर पेसेर मलाई छोपिसकेको रहेछ कि ढल्ने बित्तिकै म त एकछिन सिरानी यसरी राखेर ढल्नु मात्रै पाएको थियो एकजना यत्रो बच्चा सुत्यो चाहिँ सपनामा हो है सायद त्यतिखेरै मलाई पेसेर आएको चाहिँ मलाई त्यो चाहिँ त्यस्तो देखाइदियो कि त्यसले होइन अनि यत्रो बच्चा डराएर उतापट्टि ढुङ्गे धारामा पानी लिएर जान्थ्यौँ कि अनि आमा छोरी त्यस्तै बच्चा पनि 8-10 वर्षको बच्चा 7-8 वर्षको बच्चा छोरी जामा लगाएको छ होइन आइमे चाहिँ लुङ्गी लगाएको छ चट्ट पारेर आयो होइन त्यो चाहिँ अहिलेको मान्छेहरू जस्तो छ कि पुरानो टाइपको मान्छेहरू जस्तो त्यो अहिलेको होइन त्यो पहाडतिरको मान्छेहरू जस्तो कि म त पहाडतिरको हुन्छ नि त यस्तो गामसाहरू यस्तो बेरेको जस्तो सल ओढे जस्तो अनि लुङ्गी के लगाए जस्तो थियो अनि त्यो उसको छोरीले पनि त्यस्तै भनौँ न त्यस्तो उखाको जामा होइन सिम्पल अब गाउँघरमा बस्दा लाउने खालको जामा नै लगाएर डोराएर आएको देख्नुभयो त्यो मान्छे आयो म त्यहाँ ढुङ्गे धाराको यता बाटोमा के गरी बसिरहेको थियौँ होइन अनि आउँदो रहेछ अनि आएपछि मलाई दिदी त्यो थापा चोक हो कि किन त्यो ठाउँको नाम चाहिँ मलाई थाहा भएन है अहिले मैले बिर्सेछु अनि फलानु ठाउँ जाने बाटो कुन हो दिदी भनेर सोधेँ त्यहाँ मैले
अनि यो बाटो सिधै जानु अनि यता तल पुगेपछि यस्तो उता लाग्नु भनेर मैले देखाएर पठाइदिएँ कि है देखाएर पठाइदिएँ अनि हस् त्यतिखेर त मलाई त अनि म त सुक्कै गएछ कि एकैचोटि एक्कासी त्यो पनि भन्नु मलाई त ऐठन भइ त हाल्यो होइन अनि त्यो आइमाईले त मेरो छाती म त उतानो गएर सुतेको रहेछ है यस्तै अनि सुतेको रहेछ त्यहीँ अब टिभी हेरिरहेको छ मेरो बुढो र भतिज है त्यत्तिकै मलाई त्यहीँ जिउ भारी भयो त्यहाँ थिचेँ अनि म त उतानो भएर सुतेको छ त्यो आइमा त एक्कासी आयो त्यही हामी आएको तपाईँलाई त्यो सोधेकै हामीले त्यही आइमाईले अनि उतान परेर सुतेको रहेछ म त्यसको घोडा मेरो छातीमा राखेँ है त्यसले छातीमा घोडा टेकेर दुई हातले मेरो यो हात समाएँ है यो हात समायो म त यस्तो कालिन्छु त्यहाँ मेरो बुढा छ त्यहाँ भतिज छ टिभी हेरिरहेको छ म कति मेरो बुढालाई उठाउँछु है कति उठाउँछु कति कालियो म आङ त जिरिङ रिङ फुलि नै राखेको छ नि त मेरो त अनि बोलायो त्यो एकै ठाउँमा सुत्दा त थाहा नहुँदाखेरि त्यो चाहिँ ऐठान भएको कि भुतै आएको हो कि के हो मलाई चाहिँ थाहा भएन होइन त्यो त तपाईँले मात्रै महसुस गर्नुभयो नि त मैले मात्र महसुस गरेको है अनि त्यो आइमे छ अनि यो आइमेले मलाई बाटो सोधेको थियो यो आइमे त भुको रहेछ कि हो मेरो त्यो सपनामा दिमागमा पनि त्यो आयो त्यो बेला पनि कि है अनि आयो अनि त्यसले त मलाई मेरो हात सुतेको मान्छेलाई त्यसरी थिचेपछि त उठ्नु नि नसक्दो रहेछ नि अहिले हामी राम्रै बेला नै एकजना मान्छेले आएर थिच्यो भने हाम्रो सक्छ त उठ्नु सक्दैन नि त होइन हो त्यस्तै भएको कि अनि ठ्याक्कै थिच्यो है यहाँ त घोडाले टेकेको छ मलाई त थिचेर त्यो मलाई त यस्तो गर्नुपर्छ कि त्यो आएर त पुरै समातेर म त यता यसरी चल्छु चल्नै सक्दैन यता मेरो बुढालाई कति मलाई थिच्यो यहाँ एकजना आइमाईले भन कति कोट्याएको छ त्यहीँ टाँसेरै बसेको हो उहाँले पनि थाहा पाउनु भएन है गरौँ कसो गरौँ अब उहाँले सुन्नु भएन अनि मेरो पल्ल कस्तो गरेर उहाँले नै भन्नुभएको थियो कि हामीलाई केही गरी ऐठान भयो भने हामीले यो बुढो अम्लो छैन खुट्टाको बुढो अम्लो चाहिँ फिट गरेर चलाउनु पर्छ अरे कि हामीले अरू शरीर हामीले चलाउनु नसक्दो रहेछ कि त्यतिखेर अनि मेरो मनमा त्यो आयो अनि फेरि मैले एकदमै भगवान् पुकारेँ कि मेरो अब होइन भगवान् पुकारेँ मैले खालि मान्दिउँ भने मेरो इष्टदेवहरू पुकारेँ होइन पुकारेँ मलाई बचाइदिनु मलाई यस्तो भयो मलाई साह्रै गाह्रो भयो होइन म त अब निन्द्रामा त होइन त मलाई त है मलाई त्यसमै त्यो गरेको कि अनि पछि मेरो हस्बेन्डले बुढाले नि अब भन्नुभएको थियो कि खुट्टाको अम्लो चलाउनु पर्छ उहाँले नि कसले भनेको सुन्नुभएको रहेछ होइन अनि मेरो पालो भगवान् पुकारेँ अनि मेरो पालो बुढो अम्लो बिस्तारै चलायो बुढो अम्लो चलाउँदा रहेछ अनि पछि त्यो आइमेलाई मैले पनि त्यो मैले मेरो भगवान् इष्टदेवहरू पुकारेपछि त होइन त्यो आइमेले मलाई थिचेँ नि त त्यो आइमे पनि डराउँदो रहेछ त्यसमै डराएको देखायो त्यो आइमे पनि पछि मैले इष्टदेवहरू सबै पुकारेपछि त त्यो आइमे पनि डरायो त्यो आइमेले पनि मलाई अट्याक गर्नु सकेन त्यसले छोडेँ कि छोडेपछि मैले त्यो आइमेलाई पुरै समातेर त्यसलाई पनि लच्छर पछार जुध्यो त्यससँग मैले जुध्यो होइन म जुधेपछि मैले न त्यो खुट्टाको अम्लो पनि त्यतिखेर चलाइरहेको रहेछ कि त्यो आइमेसँग जुधेपछि खुट्टाको अम्लो पनि चलाइरहेको थियो अनि त्यसलाई मैले नै जित्यो सायद मैले नजित्यो म बिरामी थियो होइन अनि मैले नै जित्यो अनि मैले भगवान् पुकारे थियो मैले नै जितेँ त्यसलाई अनि त्यसले चट्टै छोडेर म झसङ्ग बिन्दिँदाखेरि सायद त्यो आइमे पनि थिएन है त्यो बेला अनि हो त्यस्तो हुँदो रहेछ अनि मलाई त पछि त्यो छुट्यो नि त्यो आइमे गयो नि होइन मलाई छोडेर गएपछि त जुत्ता बुरो के त्यो एउटा ठोसा काँडा उठ्यो जिउमा त मलाई त अनि के गर्ने कस्तो भित्रैदेखि नै साह्रै गाह्रो भयो त्यो आइमेले छोडेर गए पनि मलाई गाह्रो भयो कि अनि त्यहाँनिर अब मेरो बुढो त्यहाँ टिभी हेरिरहनु भएको छ अनि उहाँ ग्यास फेरि चट्ट पानी उम्लिरहेको छ अनि मेरो बुढाले गाली गर्नुभयो कि यो हेर पानी बसाल र यसले यस्तो लापरवाह गर्छ अनि पानी ग्यास बन्द गरेर सुत्यो भयो नि हुन्थ्यो भनेर भन्यो खास मेरो देवरको छोराले चाहिँ के भयो के टाढा गऱ्यो भनेर उसले त्यहाँ गएर बन्द गरेको थियो त्यो पनि सबै मेरो कानमा आवाज आइरहेको छ मलाई थिच्ने बेला के सबै सुनिरहेको थिएँ कि अनि पछि त्यो आइमेले मलाई छोडेर गयो अनि म त धेरै डर लाग्यो भित्रैदेखि मुटु टुक्कामे अनि पछि म पनि अलिअलि मैले पनि मन्त्रहरू जानेछ नि त तपाईँ बिन्जेपछि अनि तपाईँले मन्त्रहरू जप्नुभयो अनि म पूजा कोठामा गएँ मेरो ठेङ्गा माला थियो होइन अनि त्यहाँ ठुई पानीहरू थियो होइन अनि धुपहरू अनि सल्काएँ बत्ती त मैले सधैँ बाल्थेँ बिहान बेलुका धुपबत्ती गर्ने मान्छे हो म पनि होइन अनि भगवान्मा आस्था चाहिँ राख्छु तर हो रहेछ हुने रहेछ होइन अनि त्यहाँ देउता थानमा गएर अनि मैले त्यो मन्त्रहरू जपेँ ठेङ्गा माला गरेँ
अनि त्यसपछि म आफैलाई नै त्यस्तो मन्त्र जपेर अक्षताहरू गरेर मनसार मैले फालेँ। त्यहाँबाट चाहिँ शान्ति भएर गयो कि। त्यसो तपाईँ बिरामी छन् के पनि भयो? बिरामी त भएन, सायद मलाई मेरो इष्टदेव मेरो भगवान्ले चाहिँ त्यस्तो हुनु दिएन कि होइन। तर म त एकदमै बिरामी खालको नै थियो कि त्यस्तो भएको है त्यस्तो भएको हो नि त, त्यस्तो बनायो त्यस्तो बनायो कि। तर मेरो इष्टदेव मेरो भगवान्लाई सम्झेर गरेपछि त्यो पनि डराएर चट्टै छोडेर गयो कि त्यो चाहिँ। अनि हो त्यो घटना हो। तर अर्को सानोतिनो घटनाहरू थुप्रै घटेको अब देख छ होइन। अनि त्यो चाहिँ मलाई लाग्यो कि ऐठन होइन भूतै मलाई पेस भन्छ नि। अब हामीले कसैलाई पितृहरूलाई कसैलाई हामीले खानेकुरो सधैँ दिएर खायो भने केही हुँदैन। अनि एक दिन त भुल्यो भने हामीलाई हानि गर्छ भन्ने त्यस्तै भयो। अनि केही चिज तपाईँले त्यो मानिरह्यो नि, तपाईँले सधैँ त्यो पिसाब फेरिसकेपछि थुक्ने बानी उसले त्यही गरेको क्या। जब त्यो गरेन त्यही भएर चाहिँ तपाईँलाई पछ्याएर आएको होला जस्तो लाग्यो। त्यस्तै भयो त्यस्तो हुँदो रहेछ। साथीभाइ हो त्यस्तो हुन्छ। तपाईँहरूलाई पनि कतैतिर दिउँसै होस् अथवा राति नै होस् है, भए पनि दिसा पिसाब बाहिर गर्नु अब जानु परेमा होइन, अन्जान ठाउँतिर बस्नु परेमा पिसाब फेर्दा त्यतिखेर पहिला पिसाब फेर्नुभन्दा अगाडि अब सबै त्यहाँको ठाउँको देवी देवतालाई सम्झिने होइन। कतै भगवान् बसेको हुन्छ, भूत प्रेत बसेको हुन्छ होइन। त्यतिखेर भगवान् भूत प्रेत सबैलाई पन्छाएर आफू पिसाब फेर्नु बस्नु होला। बसेर उठेपछि नै हो त्यस्तो अब थुक्नु पर्ने। यो मैले पनि सुनेको छु धेरै गर्नुपर्ने छ। अब त्यो चाहिँ मसँग घटेको घटना हो। त्यही पनि अब सुनेको पनि थियो त्यसरी थुक्नुपर्छ भने। मैले सधैँ बाहिर चाहिँ सु गर्दाखेरि त्यसरी थुक्थ्यो। अनि त्यो दिन चाहिँ नथुकेको हुँदा मलाई चाहिँ त्यस्तो घटना आयो। तर हो रहेछ, सत्य रहेछ यो कुरा चाहिँ जस्तो लाग्यो मलाई। त्यहाँबाट तपाईँलाई विश्वास लाग्यो? विश्वास लाग्यो। यति नै हो।